गएको भदौ 23 गते अर्थात् सेप्टेम्बर 8 दिउँसो सुशासन माग्दै प्रदर्शनमा उत्रेका 19 युवा प्रहरीको गोली लागेर नयाँ बानेश्वरमा ढले। गोली कसले चलायो प्रहरीले स्पष्टै छ, तर गोली हान्ने आदेश कसले दियो यसको जवाब छैन। जेन्जी प्रदर्शनको करिब 6 महिनापछि बीबीसीले सार्वजनिक गरेको अनुसन्धान रिपोर्टले भनेको छ ती नवयुवाहरूमाथि गोली चलाउन आदेश दिने अधिकारी तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ हुन्। धेरैमा आशंका थियो गोली चलाउन आदेश प्रहरी प्रमुखले दिए वा काठमाडौँका सिडिओले। बीबीसीको अनुसन्धानले भनेको छ गोली चलाउन आदेश दिने पिटर वान हुन्। पिटर वान प्रहरी महानिरीक्षक खापुङको कलसाइन हो। बीबीसी वर्ल्ड सर्भिसको टोलीले सेप्टेम्बर 8 का घटनाहरूको विवरण भएको प्रहरीको आन्तरिक कागजात फेला पारेको छ, जसमा पिटर वान कलसाइन प्रयोग गर्ने व्यक्तिले कर्फ्यू लागू भएको 10 मिनेटपछि र फिल्डमा रहेका अधिकारीहरूले घातक हतियार प्रयोग गर्न बारम्बार अनुमति माग गरेपछि आफ्नो अधिकारीहरूलाई आवश्यक बल प्रयोग गर्न आदेश दिएको खुलासा भएको छ। बीबीसीआई इन्भेस्टिगेसनको स्रोतका अनुसार पिटर वान नेपालका पूर्व प्रहरी महानिरीक्षक खापुङले प्रयोग गर्ने कलसाइन थियो। खापुङले आफूले आदेश दिएको कुरालाई अस्वीकार गरेका छैनन्, तर नेपाल प्रहरीले भने सरकारी सुरक्षा समितिको स्वीकृतिपछि र नेपाली कानुन बमोजिम अन्य सबै प्रकारका बल प्रयोग गरिसकेपछि मात्र यस्तो आदेश दिएको बताएको छ। नोभेम्बरमा अवकाश प्राप्त गरेका खापुङले यसबारे प्रतिक्रिया माग्दा जवाफ नदिएको बीबीसीले उल्लेख गरेको छ। उनले घटनाका लागि आफू जिम्मेवार नभएको बताएका छन्। नेपाल प्रहरीले हामीलाई दिएको जवाफ अनुसार बल प्रयोग गर्ने निर्णय काठमाडौँ जिल्ला सुरक्षा समितिबाट आएको थियो। प्रहरीका अनुसार समितिले बल प्रयोग गर्ने निर्णय दिनु अघि प्रहरी महानिरीक्षक खापुङले त्यस प्रकारको कुनै आदेश दिएका थिएन। अन्य बीबीसीले परीक्षण गरेका भिडियो प्रमाणले 19 जना पीडित मध्ये सबैभन्दा कान्छा 17 वर्षीय श्रेम चौलागाई निहत्था रहेको र मृत्यु हुनु अघि शान्तिपूर्ण रूपमा घटनास्थलबाट बाहिरिने प्रयास गरिरहेको देखाउँछ। यहाँको हिंसाबाट तर्केर श्रेम चोकतिर फिर्ता हिँड्छन्। यिनै उनका अन्तिम पाइला हुन्छन्। भदौ 23 र 24 गतेका घटनाको छानबिन गर्न सरकारले पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग बनाएको छ र कार्की आयोग प्रतिवेदन लेखनको अन्तिम तयारीमा छ। बीबीसीले लेखेको छ सेप्टेम्बर 8 मा राजधानीमा मारिएका 19 जना मध्ये स्कुलको पोसाकमै रहेका एक किशोर पनि थिए, जसलाई भिडबाट टाढा जाँदै गर्दा टाउको पछाडि गोली हानिएको थियो। यहाँको हिंसाबाट तर्केर श्रेम चोकतिर फिर्ता हिँड्छन्। यिनै उनका अन्तिम पाइला हुन्छन्। जेन्जीहरू किन प्रदर्शनमा आए? बीबीसीले स्पष्ट भनेको छ नेपाल एक किशोरावयको लोकतन्त्र हो। 10 वर्षसम्म चलेको र 17,000 भन्दा बढी मानिसको ज्यान गएको गृहयुद्धपछि सन् 2008 मा यो गणतन्त्र बनेको थियो। नयाँ संविधानले नयाँ सुरुवातको बाचा गरेको 1 दशकपछि पनि धेरै युवाहरू ती आशाहरू पूरा नभएको बताउँछन्।